हामी चाहिँ आज यो हुन्डाईको ग्रान्ड i10 मा नानो हाल्दैछौँ। इन्जिनको लागि नानो हाल्दैछौँ अनि त्यसपछि रेडिएटरको लागि नानो म्याक्स हाल्दैछौँ। इन्जिनमा हाल्ने रेडिएटरमा हाल्ने अलग अलग हुन्छ। यो फेरि तपाईँले विज्ञापन सम्झिनु होला, यो चाहिँ विज्ञापन होइन। तपाईँहरू जस्तै ग्राहकले हामीलाई विश्वास गरेर हाल्दाखेरिको सामान्य भिडियो खिचेर हामीले हालेको, ताकि तपाईँलाई पनि हाल्नलाई उत्प्रेरणा आओस्, विश्वास होस् भनेर। नभए त मान्छेले इन्जिनमा जे पाए त्यो हाल्छ, मेरो इन्जिन सिज हुन्छ, बिग्रिन्छ भन्छ नि। यसरी विश्वास गरेर हाल्यो भने तपाईँको इन्जिनमा केही पनि हुँदैन। उल्टो तपाईँको इन्जिन यति राम्रो हुन्छ, 2 वर्ष 4 वर्ष 5 वर्ष चलाएर घोटिँदाखेरि तपाईँको होइन गाडी पहिला जस्तो नतानेको, पहिलाको भन्दा अलिकति बढी हिट हो कि जस्तो भएको, चलाउन अप्ठ्यारो भएको जुन हुन्छ नि, स्मुथ बनाइदिन्छ। चलाउन त्यति मात्र होइन, तपाईँको जस्तै तेल बढी खाइरहेछ, धुवा फालिरहेछ, होइन गाडी थर्किरहेछ, आवाज बिग्रिरहेछ भने त्यो पनि ठिक गरिदिन्छ। रेडिएटर जाम हुन रहेछ, रेडिएटर जाम भएर हिट हुन रहेछ, रेडिएटर जाम भएर पानी चाहिँ माथिबाट भरिएको छ तर भित्र रेडिएटर पुरानो भएर धुलो माटोहरू जमेर पाइपहरू ब्लक भइरहेछ, खिया लागेर तपाईँ गाडी चाँडै चाँडै तात्छ, धेरै धुवा फाल्छ, मोबिल चाँडै डढ्छ, मोबिल खान थालेको छ भने यसरी नानो हाल्ने, विश्वास गरेर हाल्ने चिज हो। किनभने यो कोरियन प्रडक्ट हो, कोरियन जापानिज प्रडक्ट अरू जस्तो नराम्रो हुँदैन, एकदमै राम्रो हुन्छ। तपाईँहरूले हाल्नुहोस् र हालेपछि बरु हामीलाई फिडब्याक दिनुहोस्, अरूलाई पनि फिडब्याक दिनुहोस् कस्तो खालको प्रडक्ट हो भनेर। एकदमै राम्रो प्रडक्ट छ, हामीले धेरैभन्दा धेरै गाडीमा हालिसक्यौँ। र फेरि एउटा इम्पोर्टेन्ट कुरा तपाईँले विचार गर्नु होला, यो केही गाडीहरूमा हालेको हामीले देखाएको मात्रै हो। हामीले यो पार्ट्स पसल राखेर बेचेको छैन, मेकानिकमा राखेर बेचेको छैन, डाइरेक्ट कस्टमरसँग डाइरेक्ट बेचिरहेको छौँ। भनेपछि हामीसँग डाइरेक्ट कस्टमरहरूको भेटघाट हुन्छ, उहाँहरू हाम्रो अफिस आउनुहुन्छ, हामीलाई चिन्नु भएको छ। गलत चिज हामीले यसरी हालेको रहेछ भने त उहाँको गाडी बिग्रिन्थ्यो नि त, होइन? बिग्रिएर हामीले कति क्षतिपूर्ति तिर्न पर्थ्यो होला। निरन्तर हामीले कति वर्षदेखि हालिरहेको छौँ, तपाईँले वाच गरिरहनु भएको होला। अब तपाईँहरू पनि हाल्नुहोस्। यसरी यो रेडिएटरमा हाल्ने नानो म्याक्स हो। यो चाहिँ तपाईँको रेडिएटरमा एसी भरेको जस्तो है गर्मी महिनाको लागि। गर्मी महिनामा यसै पनि वेदर तातो हुन्छ, त्यो गाडी झन् तातिरहेको हुन्छ। इन्जिनमा त डिजल पेट्रोल बलिरहेको हुन्छ नि, त्यो बल्दाखेरि गाडी तातेर तपाईँलाई चलाउन गाह्रो भइरहेको हुन्छ। यस्तो बेला तेल पनि बढी खाइरहेको हुन्छ, धुवा पनि बढी फालिरहेको हुन्छ। यो यदि यसरी तपाईँले एसी भरिदिनु भयो, नानो म्याक्स हालिदिनु भयो भने रेडिएटर तपाईँको कुल हुन्छ। रेडिएटरबाट इन्जिनमा जाने हावा चाहिँ एसी जस्तो 3 गुणा चिसो हावा जान्छ। त्यो हावाले चाहिँ तपाईँ गाडी तात्न दिँदैन, गाडीलाई चिसो बनाउन मद्दत गर्छ। त्यो चिसो हुनु भनेको